नमस्कार। आज म एआई को सहयोगले युट्युबलाई कसरी ग्रो गर्न सकिन्छ भनेर बताउँदैछु। धेरैको भ्रम यो भिडियोबाट चिर्न सक्छ। के एआईले युट्युबमा अगाडि बढ्ने अवसर दिन्छ कि बर्बाद बनाउँदैछ? के लाग्छ तपाईलाई? एआई आएपछि कन्टेन्ट क्रिएटर बन्न सजिलो भयो या अप्ठ्यारो? एआई को प्रयोगले एउटा सजिलो के बनायो भने स्क्रिप्ट, थम्बनेल, भिडियो एडिटिङ, भोइस ओभर, इमेज जेनेरेटर, भिडियो जेनेरेटर सबै चाहिँ नि एआईमा छन् र यसले बनाइदिन्छ। तर एआई को प्रयोग गरेर बनाएका सबै भिडियोहरू युट्युबमा सफल हुन सक्दैनन्। तर तपाईलाई युट्युबले मोनेटाइजेसनबाट भने हटाउँदैन है। यदि तपाईले एआई प्रयोग गरेर बनाएको भिडियो ओरिजिनल छैन अनि युजफुल छैन र दर्शकको लागि महत्त्वपूर्ण छैन भने यसको लागि भने समस्या आउन सक्छ। आजको भिडियोमा म तपाईलाई एआई प्लस ह्युमन क्रिएटिभिटी प्लस युट्युबको वास्तविक सम्बन्ध बुझाउने छु र अन्त्यमा तपाईलाई एउटा यस्तो एआई युट्युब कन्टेन्ट फर्मुला दिनेछु जुन तपाईले आज आफ्नो च्यानलमा प्रयोग गर्न सक्नुहुनेछ। एआई प्लस ह्युमन नयाँ युट्युब फर्मुला। पहिला कुरा बुझौँ है। एआई तपाईको रिप्लेसमेन्ट होइन, एआई तपाईको एसिस्टेन्ट हो। उदाहरणको लागि तपाईले एउटा युट्युब भिडियो बनाउनु भयो। नेपालमा एआईबाट पैसा कसरी कमाउन सकिन्छ भन्ने विषयमा पहिले तपाईले रिसर्च गर्न 2-3 घण्टा लाग्न सक्छ। तर एआई को सहयोगले तपाईलाई टपिक रिसर्च गर्न सक्नुहुन्छ, भिडियो आउटलाइन बनाउन सक्नुहुन्छ, स्क्रिप्टको फर्स्ट ड्राफ्ट बनाउन सक्नुहुन्छ, टाइटलका धेरै भेरिएसन बनाउन सक्नुहुन्छ, थम्बनेल आइडिया निकाल्न सक्नुहुन्छ, किवर्ड खोज्न सक्नुहुन्छ, सबटाइटल र क्याप्सन तयार गर्न सक्नुहुन्छ। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने एआईले दिएको पहिलो उत्तर नै तपाईको फाइनल कन्टेन्ट भने होइन, किनकि एआईले तपाईको वास्तविक अनुभव, तपाईको स्थानीय ज्ञान र तपाईको व्यक्तिगत दृष्टिकोण सधैँ सही रूपमा प्रस्तुत गर्न सक्दैन। त्यसैले फर्मुला हो एआई प्लस रिसर्च, ह्युमन एक्सपिरियन्स र ह्युमन भोइस र एडिटिङ प्लस भ्यालु। तपाईको भिडियोमा एआईले काम गर्न सक्छ तर क्रिएटर तपाई आफै नै हुनुपर्छ है। अब कुरा गरौँ। धेरै क्रिएटरहरूलाई एउटा भ्रम छ। युट्युबको 2025-26 एआई पोलिसीको कारणले एआईबाट भिडियो बनायो भने मोनेटाइजेसन हुँदैन। यो पूर्ण रूपमा सही भने होइन। युट्युबले एआई प्रयोगलाई ब्ल्याङ्केट रूपमा प्रतिबन्ध गरेको छैन। एआईबाट स्क्रिप्ट, आउटलाइन, थम्बनेल, इन्फोग्राफिक जस्ता प्रोडक्सन एसिस्टेन्स प्रयोग गर्न आफैमा डिस्क्लोजर आवश्यक पर्ने कुरा होइन। आफ्नै भोइसलाई एआई भोइस ओभरमा डबिङ बनाउनु प्रयोग गर्नु पनि युट्युबको उदाहरणमा डिस्क्लोज नचाहिने क्याटेगोरीमा पर्छ। तर रियलिस्टिक एआई कन्टेन्टको नियम भने गम्भीर छ। उदाहरणको लागि यदि एआई प्रयोग गरेर कुनै वास्तविक व्यक्तिलाई उसले कहिल्यै नबोलेको कुरा बोलेको देखाउनु भयो वा वास्तविक ठाउँ घटना परिवर्तन गर्नुभयो वा वास्तवमै नभएको रियलिस्टिक घटना भएको जस्तो देखाउनु भयो भने त्यस्तो कन्टेन्टमा एआई डिस्क्लोजर आवश्यक हुन सक्छ। 2026 युट्युबले एआई डिस्क्लोजर सिस्टमलाई अझ स्पष्ट बनाउँदै क्रिएटरले डिस्क्लोजर मोडल अघि बढाएको छ। क्रिएटरले अपलोड गर्दा एआई युज सम्बन्धी जानकारी दिन सक्छ र युट्युबका सिस्टमले आवश्यक परे लेबल पनि लगाउन सक्छ। तर एउटा राम्रो खबर पनि छ। एआई डिस्क्लोजर लेबल मात्र लगाउँदा भिडियोको रिकमेन्डेसन वा मोनेटाइजेसन अटोमेटिकल्ली बन्द हुँदैन। युट्युबका अनुसार रिकमेन्डेसन मुख्यतः अडियन्स सिग्नल र दर्शकको सन्तुष्टिमा निर्भर गर्छ। त्यसैले एआई प्रयोग गर्न डराउनु पर्ने अवस्था चाहिँ होइन। एआईलाई सही तरिकाले प्रयोग गर्न जान्नुपर्छ, तब मात्र अगाडि बढ्न सकिन्छ। युट्युबमा एआई कसरी प्रयोग गर्ने प्र्याक्टिकल फर्मुला। अब सबैभन्दा युजफुल भाग। यदि तपाईँ नेपाली युट्युब क्रिएटर हुनुहुन्छ भने यो 5 स्टेप फर्मुला प्रयोग गर्नुहोस्। स्टेप 1, ह्युमन टपिक खोज्नुहोस्। एआईलाई मात्र सोधेर गिभ मी 100 युट्युब आइडिया भनेर प्राप्त हुनेवाला छैन। बरु आफ्नो अडियन्सको वास्तविक समस्या खोज्नुहोस्, जस्तो नेपालबाट युट्युब मोनेटाइजेसन कसरी गर्ने, सानो पसललाई गुगल म्यापमा कसरी राख्ने, एआई प्रयोग गरेर युट्युब च्यानल कसरी सुरु गर्ने,
यस्ता टपिकमा लोकल अडियन्सको वास्तविक प्रब्लम हुन्छ। स्टेप 2, एआईबाट रिसर्च गराउनुहोस् र अब एआईलाई भन्नुहोस् यो टपिकमा बिगिनरले जान्नुपर्ने 10-12 वटा महत्त्वपूर्ण कुरा, कमन मिस्टेक र प्र्याक्टिकल इक्जाम्पल सहित रिसर्च स्ट्रक्चर बनाऊ। यसबाट तपाईलाई एउटा राम्रो फ्रेमवर्क मिल्छ, तर प्रत्येक तथ्यलाई अफिसियल सोर्सबाट भेरिफाई गर्नुहोस्, विशेष गरी युट्युब पोलिसी, मोनिटाइजेसन, कपिराइट र एआई रुल्स जस्ता विषयहरूमा। यदि तपाईले एआईलाई स्क्रिप्ट लेखाउनु भएको छ भने स्क्रिप्टमा आफ्नो एक्सपिरियन्स पनि थप्नुहोस्। यो सबैभन्दा महत्त्वपूर्ण स्टेप हो। एआईले लेखेको युट्युब इज अ ग्रेट प्लेटफर्म फर क्रिएटर यस्तो जेनेरिक लाइन हटाउनुहोस्। त्यसको सट्टा भन्नुहोस्, मैले आफै युट्युबमा कन्टेन्ट बनाउँदा एउटा कुरा नोटिस गरेको छु, अब भिडियोमा तपाईको वास्तविक आवाज, अनुभव र ओपिनियन आउँछ। यही कुराले एआईबाट बनाएको जेनेरिक कन्टेन्ट र ह्युमन लिड कन्टेन्ट बीच फरक बनाउँछ। यदि तपाईको स्क्रिप्ट एआईले लेखेको छ भने तपाईको आफ्नै आवाज दिनुहोस्। यसले गर्दा अडियन्ससँग ट्रस्ट बनाउन मद्दत गर्छ। तपाईको एसेन्ट, बोल्ने शैली, पस, इमोसन यी कुरा एआईले पर्फेक्टली कपी गर्न सक्दैन। त्यसैले तपाईको रियल ह्युमन भोइस अथवा तपाईको आफ्नै आवाज नै तपाईको पर्सनल ब्रान्ड बन्न सक्छ। अब तपाईले एआईलाई क्रिएटर होइन, तपाईको आफ्नै प्रोडक्सन टिम बनाउनुहोस्। तपाईले एआईबाट रिसर्च एसिस्टेन्ट, स्क्रिप्ट एसिस्टेन्ट, थम्बनेल एसिस्टेन्ट, एडिटिङ एसिस्टेन्ट, एसिओ एसिस्टेन्ट बनाउनुहोस् र अन्तिम निर्णय क्रिएटरको रूपमा तपाईले गर्नुहोस्। किनभने युट्युबमा लामो समयसम्म टिक्न कुरा केवल क्वान्टिटी होइन, अडियन्सलाई तपाईले दिएको भ्यालु हो। तपाईलाई बोनस स्वरूप 3 प्रकारको युट्युब फर्मुला दिन्छु। यदि तपाईले एआई प्रयोग गरेर युट्युब सुरु गर्दै हुनुहुन्छ भने यो फर्मुला याद गर्नुहोस्। लेयर नम्बर 1 एआई रिसर्च प्लस आइडिया प्लस ड्राफ्ट प्लस प्रोडक्सन। लेयर नम्बर 2 ह्युमन एक्सपिरियन्स प्लस ओपिनियन प्लस स्टोरी प्लस भोइस। लेयर नम्बर 3 अडियन्स प्रब्लम प्लस भ्यालु प्लस इमोसन प्लस सोलुसन। यी 3वटा जोडिएपछि मात्र एआई कन्टेन्ट भ्यालुएबल युट्युब कन्टेन्ट बन्छ। एआईसँगको कनेक्सनले तपाईलाई युनिक बनाउँछ। त्यसैले 2026मा मेरो सुझाव एउटै छ कि डोन्ट कम्पिट विथ एआई, क्रिएट विथ एआई। एआईसँगै चाहिँ तपाईँ रमाउनुहोस्। यदि तपाईलाई एआई, युट्युब, एसिओ, कन्टेन्ट क्रिएसन र अनलाइन अर्निङ सम्बन्धी प्र्याक्टिकल नेपाली भिडियो मनपर्छ भने अहिले नै सब्सक्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् एआई ह्युमन। तपाईँ एआईको प्रयोग गरेर युट्युबमा कुन प्रकारको कन्टेन्ट बनाउन चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोस्। सायद तपाईको कमेन्टबाटै मेरो अर्को भिडियोको टपिक बन्न सक्छ। म हुँ प्रेम प्रकाश पौडेल। फेरि अर्को युजफुल भिडियोमा भेटौँला। धन्यवाद तबसम्मका लागि।